हेलो एभ्रिवान, वेलकम टु माई बर्थडे मिनी ब्लग। मेरो बर्थडे चाहिँ जेठ 29 गते रहेको थियो र मैले चाहिँ भिडियोहरू चाहिँ अस्ति नै गरेको थिएँ, तर एडिट गरेर पोस्ट गर्न चाहिँ भ्याएको थिएन। अब मेरो चाहिँ पोस्ट गर्ने बेलामा चाहिँ जहिले पनि ढिला भइरहेको हुन्छ र हामी चाहिँ त्यो दिन चाहिँ मन्दिर पूजा गर्न जाने भनेर भनेको थियौँ र बिहान 5 बजे चाहिँ हामी 3 जना छोरालाई पनि लिएर चाहिँ मन्दिर जाने भनेको थिएँ। तर त्यो दिन चाहिँ ठ्याक्क मन्दिर जाने बेलामा चाहिँ पानी परिदियो। अनि साइरसलाई पनि मन्दिर लिएर जान चाहिँ एकदमै मन परेको थियो, तर के गर्नु, अब साइरसलाई लगेर जाँदाखेरि चाहिँ उसलाई फेरि आएर स्कुल जान चाहिँ ढिलो हुन्थ्यो। अनि त्यही भएर हामीले चाहिँ साइरसलाई चाहिँ खानाहरू खुवाएर चाहिँ स्कुल छोडिराखेँ। अनि त्यस पछाडि चाहिँ हामी दुईजना बुढाबुढी चाहिँ काठमाडौँमा रहेको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिरतिर लाग्यौँ। अनि केही समयपछि चाहिँ हामी मन्दिर पुग्यौँ र बाइक पार्किङ गरेर चाहिँ हामीले यहाँनिर पूजाको लागि चाहिँ सामानहरू किन्यौँ। अनि सामानहरू किनेर चाहिँ हामी मन्दिरभित्र प्रवेश गऱ्यौँ। अनि मैले चाहिँ यसरी भिडियोहरू गर्दै गर्दै गएँ, फोटोहरू खिच्दै गएँ। अनि त्यसपछि भित्र पुगे पछाडि चाहिँ यहाँ चाहिँ हामीले हाम्रो जुत्ता चप्पल खोलेर जानुपर्ने थियो। अनि जुत्ता चप्पल चाहिँ यहीँनिर लकरमा राखेर चाबी लगेर चाहिँ हामी फेरि भित्र दर्शन गर्न गयौँ। अनि यहाँभित्र चाहिँ हामीले चाहिँ हाम्रो धुपहरू चाहिँ यहीँनिर खोलेर प्लास्टिक डस्टबिनमा फाल्नु भनेर भन्नुभयो। अनि हामीले चाहिँ त्यसरी नै गयौँ। अनि त्यो दिन चाहिँ एकदमै धेरै घाम लागेको थियो। अनि पूजा गर्न आउनुहुने भक्तजनहरूको पनि एकदमै धेरै भिडभाड थियो। लाइन चाहिँ माथि बाटोबाट नै लाइन चाहिँ एकदमै लामो थियो पूजा गर्ने। अनि हामी पनि बिस्तारै गयौँ। मलाई चाहिँ मेरो जन्मदिन मेरो जीवनको एकदमै धेरै महत्त्वपूर्ण दिन लाग्छ। जन्मदिन चाहिँ मेरो लागि केवल उत्सवको दिन मात्र नभएर जीवनलाई अझ राम्रो, अर्थपूर्ण र सफल बनाउने प्रेरणाको स्रोत पनि हो जस्तो लाग्छ। प्रत्येक जन्मदिनले चाहिँ मलाई नयाँ सोच र नयाँ ज्ञान प्रदान गरिरहेको हुन्छ। त्यही भएर पनि मलाई मेरो जन्मदिन चाहिँ एकदमै धेरै खास लाग्छ। अनि हामीले चाहिँ मन्दिरको चारैतर्फ दर्शन गऱ्यौँ। यहाँ चाहिँ मलाई पहिलाबाट नै दर्शन गर्ने इच्छा थियो। मेरो जन्मदिन त मिलेको थिएन, र पनि जन्मदिनको अवसर पारेर चाहिँ यो इच्छालाई पुरा गर्ने अवसर मिल्यो। अनि हामीले सबैतिर पूजा गरिसके पछाडि चाहिँ हामीलाई यहाँनिर टिका लगाइदिनु भयो। अनि त्यसपछि हामी दुवैजनाले चाहिँ पालो गरेर अनि टिकाहरू लगायौँ, आशीर्वादहरू दिनुभयो। अनि दर्शनपछि चाहिँ हामीले मेमोरीको लागि टन्नै भिडियो